फाइनली सो द वेट इज ओभर बिकज तिमीहरूको केमिस्ट्रीको लाइक आन्सर सिट एनालाइसिस भिडियो आइसकेको छ हैन। अनि यसमा चाहिँ मैले स्पेशली तिमीहरूलाई एनालाइसिस भिडियोमा म तिमीहरूलाई लाइक क्वेसनहरू मात्र एनालाइज गर्दिनँ कि हामी कुन च्याप्टरको के कुराहरू इम्पोर्टेन्ट छ त्यो कुराहरू नि भनिरहेको हुन्छौँ। सो तिमीहरूले के गर्ने त मजाले हेर्ने हैन एन्ड तिमीहरूले केही कुरा स्किप गर्यो भने त्यो तिमीहरूलाई नै घाटा हुन्छ बिकज मैले के भनिरहेको हुन्छु त कुन च्याप्टरको कुन कुराहरू पढ्ने त्यो कुराहरू पनि यो क्वेसनहरू आएसँगै रिपिट गरेर आउँछु हैन। अनि कति कुराहरू यसको मैले अलरेडी अगाडि नै भनिसकेको हुन्छु जो कुरा तिमीहरूले नबुझेको पनि हुन सक्छ हैन क्लासमा त्यो कुराहरू नि हामीले अलरेडी पढिसकेको छौँ त्यो कुरा नि हाम्रो लाइभमा हुन्छ। सो त्यो कुराहरू नि मजाले एक्सप्लेन गरेको छौँ अनि तिमीहरूको लाइक कुनै क्वेसन डाउट लाग्यो भने त्यसलाई इजिली सल्भ गर्ने वे पनि भनेको हुन्छु हैन। अनि कुन कुन क्वेसनहरू चाहिँ इम्पोर्टेन्ट छ अब सबै कुराहरू त इम्पोर्टेन्ट हुन्छ भन्ने हुँदैन नि त। सो जुन कुरा इम्पोर्टेन्ट छैन त्यो कुरा नपढ्ने भनेर पनि भनेको छु मैले बिकज त्यो रेयरली सोध्ने कुरा हो त्यति टाउको दुखाउनु पर्दैन। अनि एकदमै इम्पोर्टेन्ट कुराहरू जो क्वेसन फिक्स आउँछ फाइनल टर्ममा त्यो कुराहरू नि मैले यो च्याप्टरमा भनिदिएको छु हैन। सो भिडियो मजाले हेर राम्रो लागेमा सब्स्क्राइब गर्न नबिर्स्यौ अनि नेक्स्ट भिडियो के कुन बारे चाहियो त्यो चाहिँ कमेन्ट गरेर जाऊ ओके। ओके सो यो चाहिँ हाम्रो टपरको आन्सर सिट रहेछ हैन। सो अब यसलाई एनालाइज गरौँ ओके। सो हाम्रो फर्स्टमा छ हाम्रो एमसीक्यू अनि एमसीक्यूमा उसले चाहिँ 9 स्कोर गरेछ तीनटा चाहिँ गल्ती भएको रहेछ उसको हैन। सो यता क्वेसनहरू छ हैन तिमीहरूले आफै एनालाइज गर ओके यो कुराहरू चाहिँ हामी थ्योरीमा हैन। सो 12 नम्बर क्वेसनमा आएर तिमीहरूले के भनेछ फर्मेसन अफ रस्ट अफ आइरन वाला यो दिएछ हैन एउटा चाहिँ तिमीहरूलाई यो दिएछ हैन। सो उसले चाहिँ यो अक्सिडेसन एन्ड अक्सिडेसन मेथडबाट ब्यालेन्स गर्ने वाला युज गरेछ हैन। मैले तिमीहरूलाई पढाउँदाखेरि नि भनेको थिएँ हैन अक्सिडेसन र इलेक्ट्रोन मेथड आयन इलेक्ट्रोन मेथड चाहिँ अरमा दिन्छ ओके। सो तिमीहरूले अक्सिडेसन मात्र पढ्दा चाहिँ इनफ हुन्छ भनेर। सो एक्ज्याक्टली यहाँ नै भनेछ हैन। अनि त्यसपछि पोइन्ट आउट अक्सिडेन्ट एन्ड रिडक्टेन्ट भनेछ। सो उसले चाहिँ यसरी गरेछ हैन। फर्स्ट चाहिँ तिमीहरूले के गर्ने त फर्स्ट तिमीहरूले यो अक्सिडेसन नम्बरहरू पत्ता लगाउनुपर्छ यिनीहरूको त्यो लगाइसकेपछि तिमीहरूले के गर्नुपर्छ भन्दाखेरि त्यसपछि तिमीहरूले भनेको लाइक कति अक्सिडेसन चेन्ज भयो त्यो कुराहरू लेख्ने हैन अनि त्यसलाई चाहिँ मल्टिप्लाई गरेर एक्ज्याक्टली ब्यालेन्स गर्ने हैन। अनि यसमा चाहिँ अक्सिडेन्ट भनेको सीआर भयो एस भनेको चाहिँ रिडक्टेन्ट भयो यो कुराहरू मैले तिमीहरूलाई मजाले पढाएको छु हैन हाम्रो लाइभ क्लासमा। तिमीहरूले मिस गरेछौ भने तिमीहरूले लाइभ सेक्सनमा गएर हेर्न सक्छौ अक्सिडेसन रिडक्सन मेथड मैले दुईटा लाइभमा मजाले बुझाइदिएछु है त एउटा पनि डाउट नहुने गरी तिमीहरूले हेर्न सक्छौ ओके। अनि 13 मा हेरेर तिमीहरूले के भनेछ भन्दाखेरि बिट्विन रियल एन्ड आइडियल ग्यास भनेछ हैन। अनि त्यसपछि तिमीहरूलाई चाहिँ के दिएछ त एउटा न्यूमेरिकल दिएछ ओके। सो तिमीहरूको स्टेट अफ म्याटरबाट मजाले जहिले नि सोधेकै हुन्छ हैन। सो यो चाहिँ तिमीहरूले हेर त डेफिनेसन लेख्यौ फर्स्ट मजामा अनि त्यसपछि चाहिँ तिमीहरूले पीवी इक्वल्स टु एनआरटी आइडियल ग्यासको चाहिँ इक्वेसन लाग्यो हैन। अनि एन भनेको हाम्रो गिवन मास अपन मोलिकुलर मास हुन्छ हैन। सो यो सबै कुरा लाएर उसले चाहिँ के गरेछ त उसले मास अफ अक्सिजन निकालेछ हैन ओके एक्ज्याक्टली हेर हैन। सो तिमीहरूले स्टेट अफ म्याटरलाई चाहिँ बिर्सिँदै नबिर्सिने। अनि हेर त अब अर्को क्वेसन छ तिमीहरूको राइट सर्ट नोट्स ओके राइट सर्ट नोट्स अन क्वान्टम नम्बर एन्ड असाइन अल पोजिटिभ भ्यालु अफ क्वान्टम नम्बर अफ इलेक्ट्रोन प्रेजेन्ट इन एल सेल भनेछ हैन। सो मैले तिमीहरूलाई भनेकै थिएँ हैन क्वान्टम नम्बरको चाहिँ हेर त यहाँ प्रिन्सिपल क्वान्टम नम्बर अनि त्यसपछि सेकेन्डरी क्वान्टम नम्बर अनि त्यसपछि म्याग्नेटिक क्वान्टम नम्बर अनि त्यसपछि स्पिन क्वान्टम नम्बर अनि यिनीहरूको लागि चाहिँ उसले सबै कुराहरू लेखिदिएको छैन यसमा चाहिँ यो गल्ती भएको छ हैन फर n इक्वल्स टु 1 को वाला चाहिँ। सो तिमीहरूले यो कुराहरू नि मजाले पढ्ने हैन नोटमा त्यस्तो गाह्रो केही छैन पढ्यो भने बुझिहाल्छौ ओके। सो यो पनि इम्पोर्टेन्ट छ हैन। अनि हेर तिमीहरूलाई हेर त के भनेको थिएँ कार्बन मोनोअक्साइडको चाहिँ क्वेसन सोध्छ ओके। सो हेर त यहाँ तिमीहरूलाई सोधिसकेछ ओके यो कार्बन मोनोअक्साइड इज अ न्यूट्रल अक्साइड अफ कार्बन विच इज मोर रिएक्टिभ देन CO2 भनेर भनेछ हैन। अब वाइ इज CO2 एक्सट्रिमली पोइजनस। सो तिमीहरूले यो कुराहरू लेख्नु पर्यो मैले तिमीहरूलाई मजाले भनेको छु हैन। यसको चाहिँ के हुन्छ त यसको कार्बनको हेमोग्लोबिनमा कम्बाइन हुने क्यापासिटी धेरै हुन्छ कार्बन मोनोअक्साइडको त्यसले गर्दाखेरि यो भनेर। अनि राइट द एक्सन अफ CO विथ टलेन्स रिएजेन्ट कन्क NaOH हिटेड विथ निकेल यो हाम्रो के को आयो त यो भनेको हाम्रो हाइड्रोकार्बनको आयो। सो यो कुराहरू नि मैले तिमीलाई मजाले पढाएको छु हैन। विथ टलेन्ससँग हाम्रो के हुन्छ त सिल्भर मिरर फर्म हुन्छ अनि कन्क NaOH सँग हाम्रो सोडियम फर्मेट फर्म हुन्छ अनि तिमीहरूको निकेलसँग के भयो त तिमीहरूको प्योर निकेल प्रोड्युस हुन्छ भनेर हैन।
सो यो कुराहरु पनि तिमीहरुले मिस गरेछौ भने तिमीहरुले हाम्रो लाइभ सेक्सनमा हेर्न सक्छौ हैन। हामीले हाइड्रोकार्बन, अल्केन, अल्किन, अल्काइन, एरोमेटिक हाइड्रोकार्बन सबै कुराहरु मजाले पढेछौ है त। यो इम्पोर्टेन्ट पनि छ है त तिमीहरुलाई, यो कुराहरु इम्पोर्टेन्ट पनि छ तिमीहरुको हाइड्रोकार्बनको। अनि एक्जाममा सोध्छ भने अनि के भनेछ, राइट वान इन्डस्ट्रियल एप्लिकेसन अफ CO भनेछ हैन। सो CO इज यता उसले लेख्दैछ हैन, CO इज युज इन इन्डस्ट्रीज टु म्यानुफ्याक्चर निकेल भनेर लेखेछ हैन। सो तिमीहरुले अरु नै हेर्ने हैन, राम्रो अझै के लेख्न सकिन्छ यो पनि हुन्छ हैन। एन्ड अर्को हेर त, अब यो भनेको यो इम्पोर्टेन्ट हो है त, यो H2S ग्यासको चाहिँ किप्स एपरेटसबाट यो पनि सोधिरा हुन्छ हो कि बेला बेला। सो यो कुराहरु नि तिमीहरुले के गर्ने त, छोड्नु भएन है त। मैले तिमीहरुलाई इम्पोर्टेन्ट भनेर भने पनि छु, किप्स एपरेटसको बारेमा डिफाइन गर्ने हैन। अनि यसले चाहिँ यसको मेकानिजमहरु बारे सोध्छ हो के। सो उले चाहिँ यहाँ सबै कुराहरु मजाले लेखिदिएछ हैन। अनि क्वेशनमा तिमीहरुलाई हेर के सोधेछ, write the operative mechanism of Gibbs apparatus. Why do chemists prefer to use Gibbs apparatus for the production of hydrogen sulfide instead of using simple Wolff's bottle भनेछ हैन। सो उले यहाँ पनि लेखिदिएछ हैन किन प्रिफर गर्छन् भनेर। अनि यतिसम्म चाहिँ उले गिब्स एपरेटसको बारेमा सबै कुराहरु मजाले बुझाइदिएछ हैन। अनि अब आउँछ तिमीहरुको हाबर्स-बोस प्रोसेस इज द मेन इन्डस्ट्रियल प्रोडक्सन फर द प्रोसिजर फर द प्रोडक्सन अफ एमोनिया भन्छ हैन। त्यसपछि हेर त, ड्र फ्लोशीट डायग्राम अफ फर द म्यानुफ्याक्चर अफ एमोनिया बाइ हाबर्स प्रोसेस। मजाले सिकाएको कुरा होइन, मैले तिमीहरुलाई यो यसरी नै देखाइदिन्छु। हेर त, यो 3 मार्क्सको सोध्छ भनेर मैले भनेकी थिएँ। अनि त्यसपछि हेर त, त्यो रिलेटेड कुराहरु नै सोध्छ। अनि यो which catalyst and promoter is used during this process, so their role during the manufacture of ammonia. Okay, सो यसमा के क्याटालिस्ट हुन्छ त्यो कुराहरु तिमीहरुले भन्नु पर्यो। यो कुराहरु मैले सबै बुझाइदिएछु हैन मजाले। अनि इम्पोर्टेन्ट हो है त यो चाहिँ, राइट द मेजर युज अफ एमोनिया प्रोड्युस बाइ हाबर्स-बोस प्रोसेस भनेछ हैन। सो यसको मेजर युज के हो त्यो पनि हेरौँ हैन, यतै छ। सो हेर त, तिमीहरुको मेन चाहिँ के हो त, आइरन चाहिँ क्याटालिस्ट हो, मोलिब्डेनम चाहिँ के हो त तिमीहरुको, यो चाहिँ प्रोमोटरको रूपमा काम गर्छ, जसले चाहिँ के गर्छ त रेट अफ रिएक्सन इन्क्रिज गर्छ। अनि एमोनियाको युज के हो त, फर द प्रिपरेसन अफ नाइट्रिक एसिड हैन, ओस्टल प्रोसेसमा हामीले पढेको। अनि अर्को भनेको तिमीहरुको युरियाको लागि म्यानुफ्याक्चर अफ युरियामा यसको के हुन्छ त युज हुन्छ एमोनियाको। अब हेरौँ क्वेशन नम्बर 18 है त। क्वेशन नम्बर 18 मा हेर त के भनेछ, व्हाट आर होमोसाइक्लिक एन्ड हेटेरोसाइक्लिक कम्पाउन्ड, गिभ वान एक्जाम्पल अफ इच भनेछ हैन। सो तिमीहरुको तिमीहरुको के हो त, होमोसाइक्लिक कम्पाउन्ड भनेको यस्तो रिङ फर्म गर्ने कम्पाउन्ड हैन, या साइक्लिक कम्पाउन्ड हुन्छ हैन, जसमा चाहिँ के हुँदैन त, कुनै पनि अरु कार्बन बाहेक कुनै अरु एटमहरु कन्टेन गरेको हुँदैन के, कार्बन र हाइड्रोजन बाहेक हैन। एन्ड तिमीहरुको हेटेरोसाइक्लिक कम्पाउन्ड भनेको के हो भन्दाखेरि साइक्लिक कम्पाउन्ड जसमा चाहिँ के हुन्छ त, एटलिस्ट एउटा चाहिँ तिमीहरुको हेटेरो एलिमेन्ट हुन्छ, त्यो भनेको तिमीहरुको नाइट्रोजन, अक्सिजन र सल्फर हो के। उले चाहिँ अलि कन्फ्युज भएर नाइट्रोजन, सोडियम र क्लोरिन लेखेछ। यहाँ चाहिँ तिमीहरुको के हो त, नाइट्रोजन, सल्फर र के हो यार अक्सिजन हो है त। सो तिमीहरुको यो ठाउँमा चाहिँ तिमीहरुको नाइट्रोजन, अक्सिजन या सल्फर मध्ये एउटा भयो भने यसलाई चाहिँ हेटेरो एलिमेन्ट भन्छ हो के। अनि अब छ तिमीहरुको अरु के भनेछ, अनि हाउ स्याचुरेटेड, ओके, हाउ स्याचुरेटेड हाइड्रोकार्बन डिफर फ्रम अनस्याचुरेटेड हाइड्रोकार्बन भनेछ हैन। यहाँ डिफरेन्स बिट्विन लेखिदिने हो तिमीहरुले। तिमीहरुको के हो त, स्याचुरेटेड हाइड्रोकार्बन भनेको कार्बन अर्ग्यानिक कम्पाउन्ड फर्म बाइ सिंगल बोन्ड बिट्विन इच कम्पाउन्ड हैन। अनि यसमा चाहिँ के हुन्छ, डबल बोन्ड या ट्रिपल बोन्ड हुन्छ, त्यो कुराहरु लेखिदिने हैन। अनि यसको जनरल फर्मुला लेखिदिने, यसको जनरल फर्मुला लेखिदिने हैन। यसको अल्केनको लागि त्यो हुन्छ जनरल फर्मुला, यसको अल्किन र अल्काइनको लागि त्यो हुन्छ भनेर लेखिदिदा भयो तिमीहरुले। अनि एउटा फर एक्जाम्पल भनेर एउटा एक्जाम्पल हाल्दिदा हुन्छ है त। सो यति गर्दा नि हुन्छ हो के, बेसिक कुराहरु नभए यो कुराहरु नि तिमीहरुले हेर्न सक्छौ हैन। सो यति कम्प्लेक्समा पनि जानुपर्ने केही छैन हैन, सिम्पल कुरा 2 मार्क्सको लागि त्यति लेख्दा हुन्छ, बट अझै थाहा छ भने लेख्दा हुन्छ है त। अनि 18 को बी हेर त, व्हाट इज मिन्ड बाइ टेट्रा भ्यालेन्सी अफ कार्बन भनेछ हैन। अनि टेट्रा भ्यालेन्सी भनेको के हो त, कार्बनले चाहिँ अरु 4 वटा के हुन्छ त कम्पाउन्डहरुसँग आफ्नो बोन्ड बनाउन सक्छ, त्यसलाई नै टेट्रा भ्यालेन्सी अफ कार्बन भनिन्छ। सो यहाँ तिमीहरुले मजाले हेर्न सक्छौ हैन एक्ज्याक्ट कसरी लेख्ने भनेर। अब छ तिमीहरुको 19 मा, यो पनि इम्पोर्टेन्ट छ है त, यो पनि मैले तिमीहरुलाई पढाएकै छु हैन। हेर त, अब तिमीहरुलाई यो आएन भने पनि, अब तिमीहरुलाई हेर त यो 19 नम्बरको आएन भने नि केही छैन है त, किनकि मैले तिमीहरुलाई आइपिक नेमिङ गर्न मजाले सिकाएको छु। सो यो सबै आइपिक नेमिङ गर्न तिमीहरुले मजाले सक्नुपर्छ है त। सो यो गर्यो भने 5 को 5, म त यो भन्दा यो नै प्रिफर गर्छु, बिकज यो गर्यो भने तिमीहरुको एक्ज्याक्टली 5 आउट अफ 5 आउँछ है त।
अनि अब हेर त व्हाट इज मिन बाइ होमोलोगस सिरिज होमोलग एन्ड होमोलोजी इन अर्ग्यानिक कम्पाउन्ड गिभ द होमोलोगस सिरिज अफ अल्कोहल एन्ड कार्बोक्सिलिक एसिड यो पनि इजी नै छ है त अब तिमीले फर्स्टमा के गर्ने त तिमीले होमोलोगस सिरिज भनेको के हो डिफाइन गर्ने अनि होमोलग भनेको के हो डिफाइन गर्ने हैन अनि होमोलोजी भनेको के हो डिफाइन गर्ने है तिमीले हेर्न सक्छौ इजी छ मैले केही बुझाइन हैन यो तिमीले डेफिनेसन हेरेर बुझ्छौ अनि होमोलोगस सिरिज भनेको के हो त तिमीहरुको अल्कोहल र उसको लेख भनेछ हैन कार्बोक्सिलिक कम्पाउन्डको त्यसमा के हुन्छ भन्दाखेरि तिमीहरुको एउटा कम्पाउन्ड पछि अर्को कम्पाउन्ड चाहिँ CH2 ग्रुपले डिफर हुन्छ के सो हेर त फर्स्ट कम्पाउन्ड के छ CH3OH मिथेनल छ हैन अनि त्यसपछि CH3 CH2 जोडिएछ के एउटा कार्बन एड भयो हैन अनि हेर त CH2 यो भयो हैन यस्तो 3-4 वटा लेख्दाखेरि चाहिँ तिमीहरुको होमोलोगस सिरिज बन्छ हैन सो तिमीहरुलाई म प्रिफर के गर्छु भन्दाखेरि तिमीहरुलाई म आइपिक नेम नै गर्छु मिथेनल इथेनल प्रोपेनल ब्युटेनोल अनि पेन्टेनोल ओके सो त्यो लेख्यो भने तिमीले यो एन यो कमन नेम याद राखिराख्नु पर्दैन अनि कार्बोक्सिलिक एसिडको पनि तिमीहरुको त्यही हो है त हेर त HCOOH अनि यो कार्बोक्सिलिक एसिड HCOOH थियो तिमीहरुले CH2 जस्ट यहाँ के गर्दियौ त CH2 एड गर्दियौ हैन अनि यहाँ पनि CH2 एड गर्दियौ फेरि यहाँ पनि CH2 जस्ट CH2 ग्रुप एड गर्दै जाने है यिनीहरुको एटोमिक 14 एटोमिक मास युनिटले फरक हुन्छ है त सो CH2 भनेको हाम्रो कार्बनको 12 उसको थियो अनि 14 AMU एटोमिक मासले फरक हुन्छ ओके MCQ मा तिमीहरुले सोध्न सक्छ है त यो आइपिक नेम त तिमीहरुले थाहा पाइहाल्छौ हैन सो फर्स्ट यसको बेसिक स्ट्रक्चर बनायो भने तिमीहरुले मजाले बुझिहाल्छौ कि अनि मैले तिमीहरुलाई यो मजाले बुझाएको पनि छु हाम्रो लाइभ सेक्सनमा तिमीहरुले हेर्न सक्छौ कि अब हेर त फेरि तिमीहरुको यहाँ नि आइसक्यो है त नाइट्रिक एसिड इज टेक्निकली प्रोड्युस इन इन्डस्ट्रियल स्केल बाइ ओस्टोल प्रोसेस भनेछ हैन राइट द बेसिक प्रिन्सिपल टु अक्सिडाइज एमोनिया इन्टु नाइट्रिक एसिड सो तिमीहरुको यसमा हेर त फर्स्ट तिमीहरुले के गर्छौ एमोनियालाई अक्सिजनसँग ट्रिट गर्दाखेरि नाइट्रिक एसिड बनाउँछौ त्यसपछि तिमीहरुले यो नाइट्रिक अक्साइडलाई चाहिँ के गर्छौ अक्सिजनसँग अक्सिडेसन गरेर तिमीहरुले N2 नाइट्रोजन डाइअक्साइड बनाउँछौ अनि नाइट्रोजनलाई चाहिँ वाटर र H2 सँग ट्रिट गर्दाखेरि नाइट्रिक एसिड बनाउँछौ सो यो नै प्रिपरेसन हो हैन तिमीहरुको मजाले ल्याङ्ग्वेज लेख्यो भने 3 आउट अफ 3 त्यसपछि तिमीहरुले फ्लो शीट डायग्राम गरा भनेछ फ्लो शीट डायग्राम तिमीहरुले यसरी गराउन सक्छौ नभए मैले तिमीहरुले प्रोपर सिकाएको पनि छु हैन प्रोपर सिकाएको पनि छु कसरी गर्ने भनेर इजी नै छ त्यो मेथड नि हैन अनि अब हेर त अर्को के छ तिमीहरुको A B भयो हैन अनि हाउ इज एनहाइड्रोस नाइट्रिक एसिड obtained from 68% HNO3 भनेछ हैन सो यो पनि इजी नै छ है त हेर तिमीहरुले के गर्छौ 68% इज फर्दर डिस्टिल्ड इन लो प्रेसर एन्ड युजिङ डिहाइड्रेटिङ एजेन्ट एनहाइड्रोस नाइट्रिक एसिड इज obtained भनेर भनेछ नि यो चाहिँ तिमीहरुले फ्लो शीटमै नै गराउँछौ के मैले गरेको हेर्यो भने मैले यो सबै कुराहरु फ्लो शीटमा नै गराइदिएछु है त अनि अर्को हेर त डी मा के भनेछ राइट द मोलिक्युलर फर्मुला एन्ड अक्सिडेसन नम्बर अफ नाइट्रोजन इन नाइट्रिक एसिड भनेछ अब तिमीहरुले मोलिक्युलर फर्मुला र अक्सिडेसन नम्बर निकाल्छौ नाइट्रोजनको हैन अक्सिडेसन नम्बर यो भयो हैन मोलिक्युलर फर्मुला HNO3 हो नाइट्रिक एसिडको हैन अनि ई मा के भनेछ भन्दाखेरि तिमीहरुको हाउ वुड यु परफर्म द टेस्ट अफ नाइट्रेट आयन इन द एक्वस सल्युसन भनेछ सो तिमीहरुले यसरी गर्छौ कि यो कुराहरु हेर हैन मजाले यति कुरा गर्यो भने भइहाल्यो तिमीहरुको अनि 21 मा हेर त के सोधेछ 21 मा तिमीहरुले फिजिकल केमिस्ट्रीबाट डिफाइन द टर्म मोल भनेछ अनि लिमिटिङ रिएक्टेन्ट भनेको के हो अनि त्यसलाई चाहिँ लिमिटिङ रिएक्टेन्ट किन भनिन्छ त्यो क्वेशन छ हैन सो यहाँ तिमीहरुले मजाले डेफिनेसन हेर्न सक्छौ हैन अनि त्यसपछि तिमीहरुको के दिएछ त तिमीहरुको एउटा चाहिँ लाइक यसले के भन्छ कस्तो टाइपको क्वेशन हुन्छ तिमीहरुलाई उ नै दिएछ भनौं हैन न्यूमेरिकल टाइप नै दिएछ सो यो सबै कुराहरु सोधेछ हैन फर्स्ट तिमीहरुलाई वान इज लिमिटिङ रिएक्टेन्ट व्हिच वान इज लिमिटिङ रिएक्टेन्ट एन्ड व्हाई भनेछ हैन यो कुराहरु म तिमीहरुलाई मजाले पढाउँछु के लिमिटिङ रिएक्टेन्ट भनेको कुन हो त्यो कुन हो भनेर मैले पढाउन बाँकी नै छ तिमीहरुलाई सो त्यही तिमीहरु हेर्न सक्छौ के मोलको डेफिनेसन यो अनि लिमिटिङ रिएक्टेन्ट तिमीहरुले यो रिएक्सन यो परफर्म गर्नुपर्छ डिफ्रेन्ट कुराहरु अनि त्यहाँबाट थाहा हुन्छ हैन तिमीहरुको जुन चाहिँ बच्यो त्यो चाहिँ के हुन्छ तिमीहरुको जुन कम्प्लिटली कन्ज्युम भयो त्यसलाई नै के भनिन्छ त लिमिटिङ रिएक्टेन्ट भन्छ बचेकोलाई चाहिँ तिमीहरुको के भन्थ्यो यार के अर्को उ भन्थ्यो एक्सेस रिएजेन्ट भन्थ्यो हैन अनि क्याल्कुलेट मास अफ एक्सेस रिएजेन्ट भनेछ सो यसमा छ हैन पढाइ भएन हैन तर यो इम्पोर्टेन्ट छ है त यो कुराहरु तिमीहरुको इम्पोर्टेन्ट छ कि यो क्वेशन एक्ज्याक्टली इम्पोर्टेन्ट छ है त यो धेरै इम्पोर्टेन्ट छ सो तिमीहरुले मिस गर्दै नगर्ने हो के एन्सर छ अनि अर्को हेर त नम्बर अफ अनि यो सिलिन्डर ग्यास यो इथाइलिन ग्यास क्याल्कुलेट यो कुराहरु भनेछ हैन सो यो कुराहरु नि तिमीहरुले हेर्छौ हैन प्र्याक्टिस गर हो के यो पनि अनि अर्को हेर त अर्ग्यानिक केमिस्ट्रीबाट यो क्वेशन 8 मार्क्समा लिभरपुलमा छौ भने त यो ग्यारेन्टीड हो है त यो 8 मार्क्समा सोध्छ
सो र तिमीलाई के भनेछ मोलिकुलर फर्मुला अफ नियोपेन्टाइल ब्रोमाइड अनि बोन्ड लाइन फर्मुला कन्ट्र्याक्टेड फर्मुला फङ्सनल ग्रुप अनि कुन क्लासमा बिलोङ गर्छ अनि प्यारेन्ट हाइड्रोकार्बन अफ दिस अल्काइल ग्रुप आइपेक नेम भनेछ यो सबै कुराहरु तिमीले यसको बेसिसमा लेख्नु पर्यो जो चाहिँ यहाँ छ हैन यो कुराहरु तिमीले हेर्न सक्छौ हैन सो यो बुझे छैन भने त तिमीले के बुझ्यौ त हो मैले पढाएको मैले सबै कुराहरु यो पढाएको छु भने स्टिल तिमीलाई डाउट छ भने तिमीलाई स्टिल केही कुरामा डाउट छ भने म यो कुराहरु फेरि पनि बुझाइदिन सक्छु के लाइभ भिडियोमा सो यति नै थियो हैन अनि यो चाहिँ पेपर हो हैन सो तिमीले स्क्रिनशट मार्नु छ भने तिमीले मार्न सक्छौ हैन यो भयो ल स्क्रिनशट मार्नु छ भने मारिहाल है त त्यसपछि यो भयो ओके ल सो भिडियो चाहिँ यति नै थियो हैन अनि यसमा पनि तिमीले के गर्ने भन्दाखेरि इम्पोर्टेन्ट कुराहरु भनेको मिस गर्दै नगर्ने हैन फ्लो शीट डायग्राम यिनीहरु इम्पोर्टेन्ट लास्टै छ अनि आइपेक नेमिङ गर्न तिमीलाई थाहा नै हुनु पर्यो हैन हाइड्रोकार्बनको बारेमा सबै कुरा थाहा नै हुनु पर्यो रिएक्सनहरु एकदमै इम्पोर्टेन्ट छ 11 मा मात्र हैन हाइड्रोकार्बन तिमीले जति मजाले बुझ्यौ 12 मा त्यति नै इम्पोर्टेन्ट हुन्छ ओके सो त्यो कुरा हाइड्रोकार्बन मिस गर्दै नगर्ने हैन थोरै मार्क्स पाउँछ भनेर स्किप नगर्ने बिकज त्यसले नै 12 मा 33 मार्क्स पाउँछ सो हाइड्रोकार्बन मजाले बुझ्ने हो के 12 तिमीहरुको 12 को यस्तो स्ट्रङ बेस हुन्छ हैन तिमीले अहिले 11 मा हाइड्रोकार्बन बुझ्यौ भने सो त्यो चाहिँ मजाले पढ्ने हो के बुझ्ने हैन एकदम हेल्पफुल हुन्छ अनि भिडियो यति नै थियो अब अरु तिमीलाई के चाहिन्छ हैन भिडियो लाइक च्याप्टर वाइज नै आउँछ हो के लाइक यो सबै च्याप्टरहरुमा यो कुरा इम्पोर्टेन्ट छ यो च्याप्टरबाट यति मार्क्स सोध्छ भनेर छिट्टै आउँछ ओके बिकज तिमीहरुको अझै टाइम छ हैन प्री बोर्ड भन्दा पछि नै आउँछ होला भिडियो तिमीहरुको बिकज मेरो नि अब प्री बोर्ड सुरु हुँदैछ सो च्यानलमा बसिराख लाइक गर सब्स्क्राइब गर च्यानललाई अनि केही कुरा डाउट छ भने कमेन्ट सेक्सन खुल्ला छ सोध म रिप्लाई गर्ने ट्राई गर्छु ओके सबैले प्राय गरिराखेको नै हुन्छु सो बाइ बाइ